दर्शकवृन्द, यो अटो रिक्सालाई भिडबाट लडाउँदै गरेका यी व्यक्तिहरू अरू कोही नभएर वन कार्यालयका कर्मचारीहरू हुन्। वन कार्यालयको कम्ब्याट पोसाकमा रहेका कर्मचारीहरूले अटो रिक्सालाई भिडबाट लडाइदिएका छन्। गाडीभित्र सामान फालिहाले त म सामान राख्दै देऊ मेरो गाडी घर लैजाने म अहिले पर्बु भने ढोके मैले कति मेहनत गरेर कुमा यार रुपियाँ गर्नु बाइकको गाडी हो मेरो नफालिदेऊ मैले कर तिरेको छु। आफ्नो अटो रिक्सालाई नष्ट नगर्न पटक पटक आग्रह गर्दा पनि बिन्ती भाउ बिसाउँदा पनि उनीहरूले आग्रह सुनेनन् र अन्तत अटो रिक्सालाई भिडबाट खसालिदिए। दर्शकवृन्द, भिडियोमा देखिएको यो अटो रिक्सा कैलालीको गोदावरी नगरपालिका 4 बाँसपानीकी धनाधामीको भएको बताइएको छ। वन कार्यालयले भने सडक छेउछाउ अतिक्रमण गरेर बनाइएका 47वटा घर टहरा र संरचना हटाउने क्रममा अटो रिक्सामा व्यापार गरिएको भेटिएपछि उनको अटो रिक्सालाई कारबाही गरिएको जनाएको छ। तर भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ बहस जन्माएको छ। अतिक्रमण हटाउनु राज्यको जिम्मेवारी भए पनि एउटा गरिब महिलाको जीविकोपार्जनको मुख्य आधार बनेको अटो रिक्सालाई यसरी भिडबाट लडाउनु कति जायज होला? यति बेला सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनिरहेको छ। धनाधामीको जीविकाको आधार बनेको अटो रिक्सा नष्ट भएपछि उनको परिवारको दैनिकी कसरी चल्ने भन्ने चिन्ता र चासो समेत सामाजिक सञ्जालमा उठिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस विषयमा सम्बन्धित निकायको थप धारणा आउन भने बाँकी छ। Gods of Nepal for entertainment and information.